सम्पूर्ण विश्वासी मण्डलीलाई जय मसीह। आजको बाइबलको पठनमा पनि म पढ्नेछु उत्पत्तिबाटै है। बबेलको धरार। त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा थियो औ शब्दहरू थोरै थिए। मानिसहरू पूर्वतिर सर्दै जाँदा सिनार देशमा एउटा मैदान भेटिएर त्यही बस बसे। तब तिनीहरूले आपसमा भने, लौ हामीहरू इँटा बनाएर पोलौँ। ढुङ्गाको सट्टा इँटा र हिलोको सट्टा अलकत्र तिनीहरूले बनाए। तब तिनीहरूले नै लौ हामी आफ्ना निम्ति एउटा सहर र टुप्पा स्वर्गैसम्म भएको एउटा धरहरा बनाएर आफ्नो नाउँ राखौँ, नत्र त हामीले पृथ्वीभरि जताततै छर्नु पर्नेछ। मानिसको सन्तानले बनाइरहेको सहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो। अनि परमप्रभुले भन्नुभयो, ती सबै त एउटै भाषा भएकी एउटै जाति छ औ तिनीहरूले गर्न थालेको काम यो त सुरु मात्र हो। तिनीहरूले जे गर्ने विचार गर्दैछन् तिनीहरूबाट अब केही कुरो रोकिने छैन। लौ तल ओर्लौँ गई तिनीहरूको भाषा खलबली पारिदिउँ र तिनीहरूले एक अर्काको बोली नबुझुन्। तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितिर बितिर पारिदिनुभयो र तिनीहरूले त्यो सहर बनाउन छोडिदिए। यसकारण त्यसको नाउँ बबेल राखियो, किनभने परमप्रभुले त्यही नै सारा पृथ्वीभरिको भाषा खलबल पारेर दिनुभएको थियो। त्यहीबाट परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीतिर तितिर बितिर पारिदिए। आमेन।